र केही हुन बाँकी तयारी भइरहेको छ र हाम्रा अगुवाहरूले यो अटोको लाइनलाई मिलाउने क्रममा छ र आजको यो हाम्रो अटो र्यालीको यात्रा कहाँ कहाँसम्म हुन्छ भन्ने हाम्रो आजको यस श्रम संस्कृति पार्टीका नेतृत्वबाट चाहिँ हामीलाई निर्देशन भएअनुसार हामी सम्पूर्ण क्षेत्रमा आज अटो र्यालीद्वारा अगाडि बढ्ने यहाँहरूमा जानकारी गराउँदै सम्पूर्ण हाम्रा अटो चालकहरूलाई र हाम्रो र्याली केही समय पछाडि अगाडि बढ्ने सबैले यहाँलाई जानकारी गराउँछौँ जेल हुने माटो प्रेमी देश प्रेमी सम्पूर्ण हाम्रा श्रमदाताजीहरूलाई यो हिकालको ट्याक्सी सेन्टरबाट यहाँलाई आमन्त्रण पनि गर्न चाहन्छु र आजको यो अटो र्याली हाम्रो अगाडि बढ्न लागिरहेको